पैसा भेट्छु कि जस्तो पनि लाग्छ। सो हेलो गाइज, मेरो नयाँ ब्लगमा स्वागत छ। आजदेखि सुरु गरेको मैले नयाँ ब्लग, नयाँ भन्दा अब सुरुवात हो। सो हेरिदिनु होला। आज यहाँ काठमाडौँमा यसो घुमघाम गर्न निस्केको। तपाईँको खै यो कहाँ पुग्यो तपाईँहरूलाई देखाउँछु। हेर्नु है, यस्तो ठाउँ सायद महाराजगञ्ज भन्छ होला। यो हो यो कतारको QVC गरेर यहीँ छ। कतार भिजा सेन्टर QVC। यो रिङ रोड हो होइन। मेन कुरो चाहिँ बस भाडा नभएर हिँडेको क्या मलाई। बस भाडा नभएर चाहिँ हिँडेको पुरा अप्ठ्यारो छ साथीहरू। म चाहिँ हिँडेकै छु। अघिदेखि हिँडेकै लगभग आधी घन्टा जति भयो होला हिँडेको। अहिलेसम्म हिँड्दै नै छु। अब अझै आधी घन्टा जति लाग्छ होला पुग्नलाई होइन। कति अब कुरा त्यता पनि छ, अनि अब कति गाडी चढ्नु भन्ने कुरा पनि हो। तपाईँको मेन कुरा भनेको अब गोजीमा चाहिँ अहिले 1000 मात्रै छ क्या। 1000 भएर चाहिँ बाँकी थियो हरायो क्या। अहिले कहाँ के फोन निकाल्दा या के गर्दाखेरि हरायो क्या। त्यही भएर अहिले स्थिति नाजुक छ, अप्ठ्यारो नै छ। यहाँ बाटोमा पैसा भेट्छु कि जस्तो पनि लाग्छ।